ल गाइज आज चाहिँ म तपाईँहरूलाई चाहिँ जलनीति कसरी गर्ने भन्ने कुरा बताउँदैछु। भिडियो अन्त्यसम्म हेर्नु होला। यो मसँग चाहिँ गरम पानी छ यो भाँडामा है। यो चाहिँ 1 चम्चा नुन मैले यसलाई चाहिँ यसरी मिक्स गरेँ। यसरी मिक्स गरिसकेपछि अब मेरो चाहिँ अहिले के भन्दाखेरि दाहिने नाकको पुवाल दाहिने बुझेको छ भने चाहिँ मैले देब्रेबाट पानी हाल्नु पऱ्यो है। त्यसको लागि चाहिँ मैले टाउको अलिकति निउराएर दाहिनेतिर हल्का ढल्केर यहाँबाट पानी हालेर यहाँबाट निकाल्छु है। यो हाम्रो पुरानो विधि हो। यसले चाहिँ हाम्रो नाक सफा गर्नुको साथै अहिले जुन मौसम परिवर्तनको कारणले गर्दा रुगा लाग्ने अनि त्यो माइग्रेनको समस्याहरू पनि समाधान गर्छ भन्ने चाहिँ हाम्रो परापूर्व कालदेखि नै यो कुराहरू चाहिँ मान्यता राख्दै आइरहेको कुरा हो। त्यही भएर म तपाईँहरूलाई जलनीति कसरी गर्ने देखाउँछु। भिडियो अन्तिमसम्म हेर्नु होला है। तर याद राख्नु होला, पानी हाल्दा चाहिँ नाकबाट सास फेर्ने होइन, मुखबाट सास फेर्ने। मुखलाई खुल्लै राख्ने तर नाकबाट सास फेर्ने होइन। नाकबाट सास फेर्ने भने यहाँ पानी जान्छ। त्यही भएर नाकबाट सास फेर्ने होइन, मुखबाट फेर्न पऱ्यो भने मुखबाट फेर्ने, नत्र भने सासलाई एकछिन होल्ड गरेर राख्ने है त। अब चाहिँ यसमा आधा पानी अझै बाँकी छ। अब मैले योबाट हालेर यहाँबाट निकाल्छु है त। हेर्दै जानु होला। टाउको हल्का देब्रे साइडमा ढल्काउने है त। र यसरी जलनीतिको सहायताबाट हामीले नाक सफा गर्न सकिन्छ, जसले गर्दा धेरै फाइदाहरू हुने गर्छ। हाम्रो शरीरलाई पनि फाइदा हुन्छ। सबैले एकचोटि ट्राई गर्नु होला है घरमा बसेर।